म लुटिएकै छु। छाउ पडी बारीदेखि देउकी जस्ती सन्तसम्म, अहिल्या द्रौपदी सीतादेखि निर्मला पन्तसम्म। छाउ पडी बारीदेखि देउकी जस्ती सन्तसम्म, अहिल्या द्रौपदी सीतादेखि निर्मला पन्तसम्म। म लुटिएकी छु, छलिएकी छु, म हरिएकी छु, मारिएकी छु। यस्तै एक लुटिएकी नारीको कथा बेथा यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौँ। यो कथा हो कलियुगको त्यो कालखण्डको जहाँ बाबु साहेबहरू राजा साहेबहरू नारीलाई खेलाउन थाल्दछन्। अनि ती नारी उजाड आशामा बाँच्न थालिन्, न्यायको आशामा, कृष्णको आशामा, सत्य युगको कृष्णको आशामा। छोरी
कृष्ण जी को मर्जी माँ बच्चा मुरारी आगे कृष्ण जी को मर्जी माँ बच्चा मुरारी कृष्ण जी को मर्जी माँ बच्चा मुरारी आगे 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 कृष्ण जी को मर्जी माँ बच्चा मुरारी। हाम्रो देशमा 48% भन्दा बढी महिलाहरू आफ्नै नाता पर्ने दाइ भाइ भिनाजु मामा बाउ गुरुबाट बलात्कृत छन्। हेर्नुहोस् यी पानाहरू केही देख्नुहुन्छ? खाली छन् यी पानाहरू हाम्रो न्याय प्रणाली जस्तै, हाम्रो संविधान जस्तै खाली खाली खाली। तर कहिलेसम्म, आखिर कहिलेसम्म हामी यो अन्याय र अत्याचार सहेर बस्ने? कहिलेसम्म कृष्णको आशामा बस्ने? यो कलियुग हो, यहाँ कुनै कृष्ण जन्मनेवाला छैनन्। यहाँ हामी नारीले नै नारी शक्तिको रूप लिनु छ, काली बन्नु छ,